दर्शन। अब आज रामायणको संक्षिप्तमा चर्चा गर्नेछौँ। रामायणको विशेषता के छ भने रामायणका जति पात्रहरू छन् सम्पूर्ण अथवा प्रत्येक पात्रहरूको एउटा एउटा विशेष, प्रत्येक पात्र एउटा आदर्श गुणको धनी हुनुहुन्छ अथवा प्रत्येक पात्रको आफ्नै विशिष्ट गुणहरू छन्। जसरी राममा केही गुणहरू पाइन्छ जुन कुनै पनि व्यक्तिमा कतै पनि पाइँदैन। अब सीता माताको पनि त्यस्तै छ। त्यत्रो त्याग, त्यत्रो दुःख, त्यत्रो कष्ट पीडा हुँदाखेरि पनि अलिकति पनि आफ्नो पथबाट हल्लिनु भएन, सेकन्द हुनु भएन, तर्सिनु भएन, आत्तिनु भएन। उहाँको पनि विशिष्ट गुणहरू छन्। अर्का हुनुहुन्छ हनुमान। निष्काम भावले यदि सेवाको कुनै उदाहरण पाइन्छ भने त्यो हनुमानमा मात्रै पाइन्छ। हनुमानको गरिमामाथि त रामले धरि के घोषणा गरे भने त अगाडि चाहिँ मैले आफ्नो सर कहिले उठाउन सक्दिनँ है, निराउनु त लिदिनस्। त्यस कारणले गर्दा जहाँ जहाँ मेरो पूजा हुन्छ त्यहाँ अनिवार्य रूपले हनुमान तेरो पनि पूजा हुँदै नै छ। अब हुँदा यहाँसम्म छ कि रावणको बुढी धर्मपत्नी मन्दोदरीको उल्लेख पञ्चकन्याहरूमध्ये छ। 5 विशिष्ट कन्या है, 5 इम्पोर्टेन्ट कन्याहरूमध्ये एक मन्दोदरी पनि पर्नुहुन्छ। रामायण षट्कोटी अपारा। रामायण एउटा मात्रै छैन, रामायण कतिवटा छन्। मेरै घरमा 4-5वटा भर्जनहरू छ रामायणको मैले पढेको। आनन्द रामायण, अध्यात्म रामायण, वाल्मिकीको रामायण, रामचरितमानस आदि इत्यादि। कम ऋषिको एउटा भर्जन छ रामायणको जसमा चाहिँ उहाँले कैकेयीको खतरा रूप देखाउनु भएको छ, खतरा प्रायश्चित देखाउनु भएको छ कैकेयीको। अब प्रसङ्ग के छ भने हनुमानजी आउँदै हुनुहुन्छ है, केही अब बलिरहेको आगो जस्तो चिज बोकेर उडिराख्नु भएको छ है। भरतले देखे, उहाँलाई डर भयो कि कहीँ त्यो आगो उसले अयोध्यामाथि फालिदियो भने अयोध्याको केही हानि नोक्सानी हुन्छ। अनि उहाँले एक धनुष निकालेर एक तीर हानेर हनुमानलाई भुइँमा झारिदिनु भयो। अनि झरिसक्दा चोट लगाएर चाहिँ हनुमान राम राम कराउनु भएछ। राम राम सुने पछाडि चाहिँ भरतले लौ यी त आफ्नै कुलको मान्छे रहेछन्, आफ्नै ग्रुपको मान्छे रहेछन्, यी त हाम्रै ग्याङका रहेछन् भन्ने बोध भएछ। अनि हनुमानजीसँग कुरा हुँदा हनुमानजीले के खुलाउनु भयो भने लक्ष्मणजी बेहोस हुनुहुन्छ है, रामजी एकदम सङ्कटमा हुनुहुन्छ, सीताजी चाहिँ बन्दी गृहमा हुनुहुन्छ, रावणले किडन्याप गरेर राखेको छ, उहाँलाई छुट्याएर ल्याउनु छ। राम चिन्तित हुनुहुन्छ। अब भरत पनि चिन्तामा पुगे, उहाँलाई पनि अफसोस भयो। अब दाजु सङ्कटमा हुनुहुन्छ अनि मैले थाहा पाइसक्दा पनि केही कदम चालिनँ भन्ने चाहिँ एउटा पाप लाग्छ, घोर पाप लाग्छ। किनकि त गर्नु पऱ्यो। उहाँले आफ्नो शिरमा बटुलेर रावणलाई सकाएर सीतामातालाई फिर्ता लिएर आउने लक्ष्य बोकेर हिँड्न लानुभयो। बिगुल नै फुकिदिनु भयो, शङ्खनाद गरिदिनु भयो। अब जाम सीतामातालाई बचाएर लिएर आउने हो भनेर घोषणा गरिदिनु। अब त्यो आह्वान कैकेयीको कानमा परेछ। कैकेयीले सुन्नुभयो कि अब भरत युद्धमा जान्ला, तर यो त अधर्म भयो। धर्मयुद्ध कहिले पनि अँध्यारोमा हुँदैन, राति हुँदैन। भरत यति धार्मिक, यति बुद्धिमानी मान्छे, यो पाप चाहिँ कसरी आत्मा बोक्न सक्छ होला, अथवा मैले मेरो छोरालाई यो पापको भागी कसरी बनाउन सक्छु त भन्ने पीडा जागेमा हो। अनि भरतसँग सोधपुछ गर्न पुग्दा भरतले सबै कुरा सुनाउनु भयो, हनुमानको व्यथा सुनाउनु भयो। अनि कैकेयीले के निश्चय लिनुभयो भने होइन, म जान्छु युद्धमा, म पहिला पनि दशरथसँग एउटा युद्धमा गइसकेको छु, म जान्छु, यो मेरो प्रायश्चित हो। यदि म मरि पनि हालेँ भने पनि मैले जुन पाप गरेँ रामलाई वनवास पुऱ्याएर त्यसको प्रायश्चित हुनेछ। अनि यदि मैले सीतालाई फिर्ता लिएर आएँ भने त गजब, सीता मेरी बुहारी हुन्, ऊ जेलमा छन्, मेरो कारणले छन्, यसको प्रायश्चित मैले गर्नै पर्छ। तिम्रा बुवा दशरथ देवासुर सङ्ग्राममा जाँदाखेरि मैले गर्दा त्यो विजय प्राप्त भएको हो, त्यही कारणले गर्दा मेरो कुशलतामाथि चाहिँ कुनै सन्देह छैन, मलाई जान देऊ। यो अनुरोध होइन, आज्ञा हो। तिम्रो बाबाको रथको पाङ्ग्रा फुस्केर निस्किँदाखेरि त्यो अड्काउनको लागि मैले मेरो औँला अड्काएर त्यो पाङ्ग्रा अड्काएको थिएँ। मेरो सहनशीलताको, मेरो सङ्कल्पमाथि कुनै सन्देह नराख। उहाँ वीरहरूको, योद्धाहरूको लुगामा तयार भएरै पुग्नु भएको थियो। अब आज म प्रायश्चित गर्छु नै भने म मरि गए पनि मेरो पाप पखालियो, मैले सीतालाई जितेर फिर्ता ल्याए पनि मेरो पाप पखालियो। यो अपर्च्युनिटी त मलाई दिनैपर्छ तिमीले, यो अवसर पटक पटक मैले पाउने छैन। अब भरत टेन्सनमा पऱ्यो। भरतले अब आमालाई सम्झाउनलाई के तर्क दियो भने मलाई थाहा छ आमा, हजुर कति ठुलो वीराङ्गना, कति ठुलो वारियर हुनुहुन्छ है, हजुरले सक्नु पनि हुन्छ होला सीतामातालाई गएर फत्काएर छुट्याएर जितेर लिएर आउन। तर रावणले चाहिँ के भन्ला, अयोध्याका सबै मर्दहरू, सबै पुरुषहरू नपुंसक भइसकेका कि, कातर भइसकेका कि, डरले थरथर कामिरहेछन् कि एकजना महिलालाई पठाए युद्ध गर्नको लागि। त्यो चाहिँ कताको धर्म भयो। सम्पूर्ण कुलकै मर्यादा धरापमा पर्छ, इज्जत धरापमा पर्छ, नाम धरापमा पर्छ। अब कौशल्या माता, रामजीकी आमा, उहाँ पनि आइपुग्नु भयो यो सिनमा। उहाँले कैकेयीलाई सम्झाउनु भयो कि मैले रामलाई आज्ञा दिएको छु कि जसरी त यहाँबाट निस्किरहस्, अगाडि अगाडि त, बिचमा सीता, पछि पछि लक्ष्मण, त्यसरी नै यदि फिर्ता अयोध्या आइपुगिनस् भने मलाई आफ्नो अनुहार नदेखाउनुहोस्, मलाई त्यो मुख हेर्नै छैन। त्यही कारणले गर्दा हजुर ढुक्क बस्नुहोस्,
रामले आफ्नो प्रतिज्ञा पुरा गर्छन् नै। उसले मलाई वचन दिएका छन्, अनि प्राण जाए पर वचन नजाए। रघुकुल रीत सदा चली आई। त्यही भएर कुलको नाम डुबाउने काम नगरौँ, कुलको इज्जतमाथि क्षति पुर्याउने काम नगरौँ, कलङ्क लाउने काम नगरौँ। मेरो राममाथि विश्वास गरौँ, हाम्रो राममाथि विश्वास गरौँ। उसले सीतालाई ढुक्कै पनि फिर्ता लिएर आउँछ। अनि लक्ष्मण के छ, लक्ष्मणले त आफूले स्वयं बचाइहाल्छन्। लक्ष्मणको खासै चिन्ता लिनु पर्दैन। त्यही कारणले गर्दा कोही यहाँबाट निस्किनु जरुरी छ। प्राइमेरीली यो कैकेयीको चरित्र, कैकेयीको प्रायश्चित, कैकेयीको मनोदशा मनोभाव दर्शाउनको लागि, उसलाई पनि ह्युमनाइज गर्नको लागि कम ऋषिले चाहिँ यो प्रसङ्ग राख्नु भएको छ उहाँको रामायणमा। अब हाम्रो सनातन संस्कृतिको त आत्मा नै हुन् राम। हाम्रा आदिकवि वाल्मीकिले पहिलो लिटरेचर नै रामायणकै अनुवाद गरेका थिए नेपालीमा, आदिकवि भानुभक्त आचार्यले। कतिसम्म भने इस्लाममा यदि रामलाई इमामे हिन्द भनिन्छ, अर्थात् यदि हिन्द देशमा कोही पैगम्बर आएको छ भने, जसरी मोहम्मद आउनुभएको थियो इस्लाममा पैगम्बर, त्यसरी यदि हाम्रो यहाँ सनातन संस्कृतिमा कोही पैगम्बर आउनुभएको छ भने उहाँ चाहिँ राम हुन्। रामायण सुरु हुन्छ आर्य समाजबाट अनि सकिन्छ सनातन धर्ममा। किनभने जुन बालकाण्ड पहिलो काण्ड छ, पहिलो अध्याय छ रामायणको, त्यसमा एउटा प्रसङ्ग दिएको छ। ब्रह्म व्यापक छ, कुनै कला छैन त्यसको, है, कुनै आकार छैन, अभेद हो, कुनै भेद छैन, अर्थात् अरू कुनै चिज बन्न सक्दैन। त्यो मनुष्यको शरीर धारण गरेर कसरी आउन सक्छ, यो कतै पनि वेदमा यसको उल्लेख छैन। अनचेन्जिङ, अनमुभेबल, अनडिस्ट्रक्टिबल, इन्डिस्ट्रक्टिबल चिज हो नि त। त्यस कारणले आर्य समाजले मान्दैनन् कि राम भनेको भगवान्कै अवतार हुनुपर्छ अथवा ब्रह्मकै अवतार हुनुपर्छ। अनि यो डिस्कसनको एन्ड चाहिँ अथवा कन्क्लुजन चाहिँ उत्तरकाण्डमा हुन्छ। लास्टमा गएर त्यहाँ भनिन्छ निर्गुण सुगमति, निर्गुण रूप सुगमति, अथवा अर्थात् जुन निर्गुण रूप छ, जसको कुनै आकार, जसको कुनै रङ्ग रूप नै छैन, कुनै गुण नै छैन, त्यो त सजिलै सम्झिन सकिने भयो नि त। अब रोडमा झाडु लाउनेले पनि सम्झिन सक्ने भयो, ओहो ऊ त निराकार छ, निरङ्कार छ, अलग निरञ्जन छ। त्यो अलि सजिलै काम भयो, जसले नै गर्न मिल्यो, केही वेट चाहिँ राखेन यो कुराले। तर सगुण जाने नै कोही, त्यो निर्गुण सगुण कसरी हुन्छ त्यो चाहिँ ठुल्ठुलो बुद्धिमानीहरूलाई पनि जान्न बहुत कठिन चिज छ। सो एकदमै जो ठुलो विद्वानहरू हुन्छ, एकदमै ज्ञानी छन्, आत्मबोधी छन्, तिनीहरूले मात्र थाहा पाउने चिज भयो। अब केमिस्ट्रीको एङ्गलबाट हेर्ने हो भने हाइड्रोजनलाई चबाउनुहोस् त केही टेस्ट छैन, कार्बनलाई चबाउनुहोस् केही टेस्ट छैन, तर कार्बन त गुलियो आइरहने, चिनी गुड खाँदाखेरि त गुलियो आइरहने मुखमा स्वाद। हाइड्रोजन पनि गुलियो छैन, कार्बन त कोइला गुलियाउने नै भएन, तर कार्बोहाइड्रेट चाहिँ कसरी गुलियो भयो त? यो निर्गुणमा गुणको त कसरी आयो त? सगुण कसरी भयो त? केही जवाब छ त? अब यदि कुनै जवाब आउँछ भने त्यही हुन्छ जवाब। भगवान् के हो, ब्रह्मन के हो, सगुण ब्रह्मन के हो? अब इलेक्ट्रिसिटी एनर्जीको रूपमा त वर्ल्डभरि छ, इलेक्ट्रिक करेन्ट त वर्ल्डभरि विद्यमान छ, तर यो बिजुलीको रूपमा हामीले प्रयोग कसरी गरेर रहन्छ, यो एउटा इलेक्ट्रिकल इन्जिनियरले मात्रै बताउन सक्छ नि त, होइन? अथवा इन्जिनियरले बताउन सक्छ। अब पढ्नलाई सुन्नलाई मेन दुईवटा ग्रन्थ चाहिँ रामायणसँग सम्बन्धित, एउटा वाल्मीकिको रामायण छ, अर्को रामचरितमानस तुलसीदासजीको रामायण छ, है। अब यस संसारमा सबैभन्दा पहिला कसैले रामको कथा ल्याउनु भयो भने उहाँ हुनुहुन्छ वाल्मीकि, रत्नाकर डाकु। वाल्मीकिले चाहिँ सबैभन्दा पहिला रामको कथा लेख्नुभयो अथवा रामको कथा अवतरित भयो उहाँमा। वाल्मीकिभन्दा अगाडि रामको कथा चाहिँ थिएन संसारमा। निर्गुण रूपमा राम हुनुहुन्थ्यो, रामको जपको त्यतिखेर पनि हुन्थ्यो, तर सगुण राम चाहिँ भेटाइसकेका थिएन कसैले। तुलसीदासजीले 3 पटक वन्दना पनि गर्नुभयो उहाँको। अब एउटा ठुलो विशाल खोला हरे जुन तर्नको लागि जनतालाई गाह्रो भइरहेको छ, कोही राजाले त्यसमाथि पुल बनाइदियो। अब त्यो पुलमाथि एउटा कमला पनि हिँड्न सक्यो, एउटा हात्ती पनि हिँड्न सक्यो, कुनै भेदभाव रहेन, है। त्यही कारणले गर्दा रामायण त्यो यस्तो पुल बनाइदिनु भयो वाल्मीकिजीले, त्यसको लागि मैले हात जोडेर शिर निहुराउँछु हजुरमा अगाडि। किनभने वाल्मीकिजीले चाहिँ राजा जसरी त्यो नदीमाथि पुल बनाइदिनु भयो, म त एउटा सानो कमिला हो, मलाई पार गर्न यो खोला खासै गाह्रो चाहिँ रहेन। अब वाल्मीकिबाट सबैजनाले रामको कथा त लिए, है, बेसिक स्टोरी, ब्याक स्टोरी चाहिँ रामको लिए, तर पुराणबाट अलिअलि चिज उठाएर चेन्ज पनि भयो, मोडिफाई पनि भयो रामायण। कोही त त्यहाँ पनि रोकिएनन्, पुराण पनि प्रयोग गरेनन्, आफ्नै मनमर्जीले पनि कुराहरू एड गर्न थाल्नुभयो, जोड्न थाल्नुभयो, थप्न थाल्नु। अर्को भेद छ वाल्मीकि रामायण र रामचरितमानसमा। वाल्मीकिको उद्देश्य चाहिँ भक्ति फैलाउनु थिएन, तुलसीदासको उद्देश्य चाहिँ भक्ति फैलाउनु थियो। वाल्मीकिको उद्देश्य भनेको चाहिँ रामको गुण, रामको चरित्र प्रकट गर्नु मात्रै हो। यस्तो पनि हुँदो रहेछ पुरुष संसारमा, खासमा चाहिँ
उहाँको यो लिटरेचर चाहिँ सुरुमा सीताको नाममा थियो, वैदेही चरित अथवा सीता चरित। अनि उहाँको तुलसीदासजीको चाहिँ रामचरित। किनभने वाल्मिकीका अनुसार चाहिँ सीता जस्तो त्याग गर्ने स्त्री चाहिँ कहीँ पनि भेटाइन्न। सीताको स्टोरी थियो रामायण। अब कतिसम्म महान स्त्री सीताजी भने अन्तमा लक्ष्मणजीले सीताजीले वाल्मिकीको आश्रममा छोडेर आउँदा पनि सीताजीले के भन्नुभयो थाहा लक्ष्मणजीलाई, जो राजामाथि उसको प्रजाले नै सन्देह गर्छ, शङ्का गर्छ, आशंका गर्छ, त्यो प्रजालाई राज गर्ने कुनै अधिकार छैन। इट्स नट जस्ट अबाउट डुइङ गुड बट यु मस्ट अपियर टु बी गुड। त्यही कारणले मलाई बिर्सनी भयो, तर प्रजाको विश्वास चाहिँ मलाई त्याग्नु भएन। यस्तो भनिदिनु भयो सीताजीले। अझ थप सम्झाइदिनु भयो लक्ष्मणजीलाई, तिम्रो दाइले त भनेको जनमतलाई राजमतले पनि काट्न सक्दैन भनेर, होइन त? यदि सीतालाई यस राज्यमा रहनु छ, राज गर्नु छ भने आफ्नो जनमत बनाउनु पर्यो भनेर रामले गर्नुभएको घोषणा रहेछ। अब सत्ताको राजाको दृष्टिकोणले हेर्ने हो भने ठिक कुरा पनि हो। अब हजुरलाई कस्तो राजा चाहिन्छ जसले चाहिँ आफ्नो बुढी, आफ्नो छोरा, आफ्नो बा आमाको प्रायोरिटीलाई साइड राखेर जनताको सेवामा लागोस्, कि आफ्ना नजिकका भाइ बारदारहरूको सेवामा लागेर जनतालाई बिर्सियोस्? स्वयं विचार गर्नुहोस्। अब यो अलि एक्सट्रिम केस भयो, आफ्नो बुढीलाई, प्रेग्नेन्ट बुढीलाई नै बाहिर धकालिदिनु, तर राम यस्तै नै हुनुहुन्थ्यो। स्टोरी नै एक्सट्रिम छ, सामान्य कथा होइन यो। अब अर्को शब्द सुन्नु भएको होला, रामराज्य। अब रामराज्य भनेको के त? अब प्राइमरीली के भनिएको छ भने कोही अबुझ छैन अनि कोही न त कोही आचरणहीन छन्। मोरालिटी, नैतिकतामाथि चाहिँ एकदमै पकड थियो, एकदमै एथिकल मोरल सोसाइटी थियो, अथवा हो एकदमै एथिकल मोरल सोसाइटी चाहिँ रामराज्य हो। अन्तिम चरित्रहीन मानिएको व्यक्ति सिधा हुनुपर्छ रामराज्यको अवधारणालाई मान्ने हो भने। एक्चुअली चरित्रहीन होइन, तर डिम चरित्रहीन, त्यसलाई पनि एउटै मानिन्थ्यो। अनि अर्को छ, उहाँले आफ्नो अहङ्कारलाई तृप्ति गर्नको लागि अब पशुपति जान्छन्, त्यहाँ अब भिखारीहरूको भिड लागेको छ, सबैले एक रुपियाँ दिन्छन् अनि आफू गट्स फिल गर्छन्, वाह मैले उद्धार गरिदिएँ, आज मेरो 2 रुपियाँले यसले निम्की खाला। अब रामराज्य भनेको कस्तो हो भने कोही भिखारी नै हुनु भएन, कोही भिख माग्ने व्यक्ति देखा नै पर्नु भएन रामराज्यमा। भनेपछि मेन नै भनेको पब्लिक पर्सेप्सन भयो। सीताकै शब्दहरू छन्, अघि कुरा गरिहाल्यौँ, जो राजाले चाहिँ जनताको विश्वास लुज गर्छ त्यो जनतालाई राज गर्ने कुनै अधिकार छैन। सीताले धरि मान्नुहुन्थ्यो यो कुरा। अब अहिलेको नेताहरूलाई यो सबैको केही मतलब रहेन, त्यही कारणले होला क्या नारायण तितातिरको। अब रामायणका भागहरूलाई काण्ड भनिन्छ है। अब काण्ड भनेको हाम्रो सामान्य भाषामा प्रयोग गरेको काण्ड जस्तो काण्ड भन्न खोजेको होइन, काण्ड भनेको खण्ड अथवा भाग भन्न मात्रै खोजेको। बालकाण्ड, सुन्दरकाण्ड, अयोध्याकाण्ड आदि इत्यादि काण्डहरू छन्। ठ्याक्कै भन्नुपर्दा 7वटा काण्ड छन्, जसमा सबैभन्दा पहिलो छ बालकाण्ड। बालकाण्डमा चाहिँ राम भगवानको जन्म र विवाह, दुईटै विवाह। दोस्रो काण्ड हो अयोध्याकाण्ड। यो भागमा चाहिँ अयोध्याको राज्यको लागि सबै झगडा चलिरहेको, त्यो सिंहासनमा बस्ने चाहिँ को हो, त्यो गद्दीको उत्तराधिकारी चाहिँ को हुन्छ, राम बस्ने कि भरत बस्ने कि रामको खडाउ बस्ने, यहाँसम्मको कुरा। अझ भरतले पालना गर्नुभएको नियमहरू र उहाँको चरित्रलाई चाहिँ राम्ररी दर्शाउँछ यो काण्डले। कतिसम्म गर्नुभयो भने भरतले भने राम मेरा भाइ हुन्, मेरा दाइ हुन्, उहाँ पीडामा हुनुहुन्छ, उहाँले नउभोग गर्नुभएको सुख मैले कसरी गर्न मिल्यो त भन्ने क्ल्यारिटी थियो उहाँमा, भरतमा। मेरा दाइ अब खाली खुट्टा हिँडिराख्नु भएको जङ्गलमा, मैले कहाँ चप्पल लाउन मिल्यो, जुत्ता लाउन मिल्यो, उहाँले पनि चप्पल त्याग गरिदिनु भयो। त्यो मेरो दाइको अपमान भन्छ। अब खाली खुट्टा हिँड्नुहुन्थ्यो भरत, उहाँको खुट्टामा चाहिँ अब घाउ भइसकेको थियो, तर त्यसलाई पनि उहाँले आफ्नो शोभाको रूपमा लिनुभयो, मान्नुभयो त्यो घाउ यसरी टल्किरह उहाँको शरीरमा त्यसरी कुनै फुलमाथि कुनै शीतको थोपा टल्किन्छ, यस्तो यस्तो कुरा। राम भुइँमा सुत्नुहुन्थ्यो, यो पत्ता लाग्यो भरतलाई, म रामको बराबरी कसरी गर्न सक्छु त? उहाँले के गर्नुभयो भने 4 हातको एउटा खाल्टो खन्दा लाउनुभयो, अनि त्यो खाल्टोभित्र सुत्नुहुन्थ्यो जहिले। राम जमिनमा सुत्नुहुन्छ भने उहाँको बराबरी कसरी गर्न सक्छु, म उहाँभन्दा मुनि सुत्छु। 14 वर्ष त्यो कुश ओछ्याएको खाल्टोमा सुत्नुभयो। भरतको यो कथा जसले सुन्छ त्यो व्यक्तिको जीवन नियमिष्ठ हुन्छ, नियमले डिरेक्टेड हुन्छ, निर्देशित हुन्छ। ऊ जतिको नियमित व्यक्ति भेटाइँदैन कतै। अब त्यस पछाडि तेस्रो काण्ड आयो अरण्यकाण्ड। अरण्य भनेको फरेस्ट, जङ्गल, वनमा सीताजीलाई खोजिरहने र उता दौडिरहने राम, त्यो सबै कुरा चाहिँ अरण्यकाण्डमा गरिएको। अब जङ्गलमा के भयो त रामसँग? राक्षस आए, सीताजीलाई लिएर गए, राम यताउता दौडिनु भयो, जङ्गलमा यताउता खोज्नुभयो। जटायुको वध भइसकेको रहेछ, जटायु भेटियो उहाँलाई, जटायुसँग डाइरेक्सन लिनुभयो, अनि त्यस पछाडि सबरीसँग पुग्नुभयो। सबरीको जुठो बैर खाए पछाडि सबरीले पनि एउटा इन्साइट दिइन्,
अब ऋषिहरूको आश्रममा झाडुलाउन जानुहुँदो रहेछ। त्यहाँ उहाँले अब बालीको बारेमा सुग्रीवको बारेमा चर्चा सुन्नुभएको रहेछ। अनि उहाँले रामले के भन्नुभयो भने बालीसँग चाहिँ हात नमिलाउनु, सहयोग कसैको लिने छ भने चाहिँ सुग्रीवको लिनु। बाली पहिलेदेखि नै रावणसँग मिलेको छ। अ स्मल एक्ट अफ काइन्डनेस है, एउटा आउटकास्टको जुठो बैर खाँदैमा त्यस्तो बहुमूल्य इन्फर्मेसन रामले पाउनुभयो। सोच्नुपर्ने कुरा हो के भन्न खोजिँदैछ यहाँ। अनि यहाँ सबरीलाई भेटे पछाडि चाहिँ आरण्यकाण्ड सकियो। अब चाहिँ किष्किन्धाकाण्ड सुरु भयो। किष्किन्धामा उहाँले सुग्रीवलाई भेट्नुभयो। किष्किन्धा भनेको अहिलेको कर्नाटक वरिपरिको बेङ्गलोर वरिपरिको एरियामा कृष्णा नाम गरेको एउटा नदी छ, त्यो नदीको वरिपरि। अब यहाँ सुग्रीवसँग मित्रता भयो, बालीको वध भयो, अनि हनुमानजीसँग प्लानिङ सुरु भयो अब युद्धको। अनि अब आउँछ सबैभन्दा फेमस, सबैभन्दा ब्युटिफुल, त्यस कारणले नाम सुन्दरकाण्ड रह्यो होला, हनुमानजीको वर्णन। अब यो अर्को काण्डमा चाहिँ हनुमानजीको रोल देखाइएको छ। अब यो हनुमानजीलाई सुन्दर पनि भनिन्छ। हनुमानजीलाई सुन्दर किन भनिन्छ भने किनभने हनुमानजीले जस्तो किसिमको काम गर्नुभएको छ त्यस्तो किसिमको काम चाहिँ, त्योभन्दा सुन्दर काम चाहिँ अरू कुनै छैन। अब रामजीले हनुमानजीलाई के भनेर पठाउनु भयो भने गएर रावणको कुललाई चाहिँ हाम्रो बलको र ग्रहको परिचय दिएर आउनु, अथवा सीताजीले हाम्रो बलको र ग्रहको परिचय दिएर आउनु, आश्वासन होस् हाम्रो घर कता छ बताइदिनु, हामी कहाँ छ बताइदिनु, अनि हामी कतिको शक्तिशाली छ भनेर आश्वस्त बनाइदिनु, विश्वस्त बनाइदिनु। अनि अब सबै काम हनुमानजीले गर्दै रहन्छ आफ्नो बुद्धिले। यो सबै वर्कआउट चाहिँ हनुमानजीले गर्नुभयो। कसरी दिउँला सीताजीलाई परिचय ठाउँको, कसरी दिने रावणलाई बलको परिचय, कि सबक मिलोस् उसलाई। रावणलाई एक दुई झापड हानेर त उसलाई बलको परिचय त हुन्थ्यो होला नि। हनुमानजीले के सोच्नुभयो, ल उसको लङ्कै फुकिदिन्छु, लङ्का नै आगो लगाइदिन्छु, अनि त बुझ्ला। अब कोही मन्त्रीले भन्यो बाटो बनाउनु पऱ्यो, बाटो बनाउने काम त मन्त्रीको भएन, अब एमएलएहरू होलान्, इन्जिनियरहरू होलान्, डिजीहरू होलान्, उहाँहरूले बनाउने बाटो। अब मन्त्रीले उद्घाटन गर्दाखेरि देख्छ कि वाह, बाटो बलियो र राम्रो र दीर्घकालीन मात्रै बनेको छैन, सुन्दर पनि छ। दुई छेउमा रुखहरू रोप्या छन्, फलफुलका बोटहरू रोप्या छन्, अति सुन्दर देखिया। बालेनले हाम्रो नारायणहिटीको पेभमेन्टलाई ग्रेनाइटीकरण गरे जस्तै कुरा, चाहिएको त सम्म फुटपाथ थियो। त्यही कारणले गर्दा अति सुन्दर। तर सुन्दरकाण्ड त यस कारणले गर्दा भनिँदैन कि हनुमानजीको नाम सुन्दर हो, तर सबभन्दा मङ्गलकारी नै सुन्दरकाण्ड हो। सबभन्दा बेसी पाठहरू पनि सुन्दरकाण्डकै हुन्छ, सबभन्दा बेसी कथा सुन्ने पनि यही सुन्दरकाण्डकै हुन्छ रामायणको कथाभन्दा। अब रामायणको बनोट नै हेर्ने हो भने सुरुको बालकाण्डदेखि चाहिँ अब किष्किन्धाकाण्डसम्म चाहिँ दोहाहरू भनिन्छ, कुप्लेट्सहरू त छन्दहरू चाहिँ घट्दै गइरहन्। अनि सुन्दरकाण्ड आइपुगे पछाडि चाहिँ अब यो बढ्न सुरु हुन्छ, वस्तु विषय कन्टेन्ट घट्दै गइरह सुन्दरकाण्ड आइपुग्दछ। अनि यो घटिरहेको चिजहरूलाई मङ्गलकारी मानिँदैन, त्यही कारणले यसको त्यति पाठ गरिँदैन। अब सुन्दरकाण्ड पुग्ने बित्तिकै चाहिँ यो दोहाहरू छन्दहरू बढ्न थाल्छन्, अनि ल यो मङ्गलकारी हो, सुन्दरकाण्डलाई चाहिँ मङ्गलकारी मानियो। अनि थप हनुमान र रामको भेट भए पछाडि विजयको सम्भावना पनि बढेर जान्छ, त्यस कारणले पनि यो काण्ड सुन्दर छ। अब सुन्दरकाण्ड पछाडि आयो लङ्काकाण्ड। लङ्काकाण्डमा चाहिँ सबै युद्धको वर्णन छ। रावणको वध भयो, रावणको वध भए पछाडि सम्पूर्ण राज्य चाहिँ विभीषणलाई सुम्पियो। अनि विभीषणको पुष्पक विमान लिएर, कुबेरको पुष्पक विमान रावणले चोरेको लिएर फिर्ता हुनुहुन्छ अयोध्यातिर राम। त्यस पछाडि अब अयोध्या पुगे पछाडि उत्तरकाण्डमा अयोध्या पुगिसके, राज्याभिषेक भयो, भरतले खडा उठाएर रामलाई सुम्पिए। अब राम हजुर सम्हाल्नुहोस्, हजुरको जिम्मा भयो भन्नुभयो। त्यस पछाडि चाहिँ तुलसीदासजीले थप्नुभयो। उहाँले भन्नुपर्ने हुन्छ केही चिजहरू छ जुन मैले आफ्नो मनबाट थपेँ, है आफूतिरबाट थपेँ, आफ्नो तर्फबाट इन्क्लुड गरेँ। काग भुसुण्डीको कथा छ एउटा, पार्वतीले अब कौवाले चाहिँ कसरी रामबाट कथा भयो, त्यो कथा छ एउटा कागले चाहिँ यो सबै कथा सुनाएको भनेर। त्यो कागले चाहिँ कता कताबाट रामकथा सुन्यो अनि कसरी अगाडि ट्रान्सफर गर्यो, त्यो चाहिँ तुलसीदासजीले थप्नु भएको कुरा हो भक्ति जागृत गर्नको लागि। अब सीतामाताको जुन वन प्रस्थान छ, जुन जङ्गल पठाइएको सीतामातालाई, त्यो चाहिँ रामचरितमानसमा पनि छैन, तुलसीदासजीको रामायणमा पनि छैन। त तुलसीदासजीले रामायण लगायतको 11वटा ग्रन्थ लेख्नु भएको। अनि तीमध्ये एउटा छ कवितावी रामायण, त्यसमा चाहिँ छ हाम्रो प्रधानमन्त्रीले चाहिँ यो बेला रामायण चाहिँ पढ्नु भएको होला। तुलसीदासजीले चाहिँ सुरुमै घोषणा गर्नुभएको छ आफ्नो ग्रन्थमा चाहिँ कि मैले यो ग्रन्थलाई चाहिँ मङ्गल ग्रन्थ बनाउने प्रयास गरिरहेको छु, त्यस कारणले गर्दा यसमा थपथाप त हुने भयो। अनि मङ्गल ग्रन्थ चाहिँ कहिले ट्रेजेडीमा सकिने होइन, पीडामा अन्त भयो भनेर त्यो मङ्गल नै भएन नि, शुभ नै भएन। त्यस कारणले गर्दा त्यो भागलाई चाहिँ उहाँले फरक राख्नु, आफ्नो मेन ग्रन्थसँग चाहिँ जोड्नु भएन। अब अहिलेको अयोध्याको राम मन्दिर नबनेसम्म त हनुमानकै चलिरहेको थियो भन्नुपर्दा। सबभन्दा फेमस क्यारेक्टर रामायणको त हनुमान नै भएर निस्किनु भएको थियो। यस्तो किन भयो
अब एक कारण त त्यही सुन्दरकाण्ड भयो। सुन्दरकाण्डमा उहाँको बुद्धिको प्रयोग, सञ्जीवनी बुट्टीहरू ल्याउने, यो गर्ने, उहाँको पराक्रम नै यति ठुलो छ कि यसै पनि लोभित गर्ने भयो अलि कम बलशाली व्यक्तिहरू। अनि त्यत्रो पराक्रम हुँदाखेरि पनि, त्यत्रो बल हुँदाखेरि पनि कहिले पनि त्यसको दुरुपयोग भएन उहाँबाट, कहिले त्यसको घमण्ड भएन, कहिले पनि आफूले गरेको, आफूले पुर्याएको सहयोगका बापत केही पनि माग्नु भएन उहाँले रामसँग। अझ स्कन्द पुराणमा त हनुमानजीको पराक्रम डिटेलमा एक्सप्लेन गरिएको। स्कन्द पुराणमा चाहिँ हनुमानजीलाई दुष्ट ग्रह र दुष्ट व्यक्ति दुइटैको नाश गर्ने हनुमानजी हुन् भनेर भनिएको छ। अब रावण सामुन्ने पुग्ने कसैको आँट थिएन है, कसैको साहस थिएन रावण अगाडि पुग्ने, उसलाई चुनौती दिने, उसलाई सामना गर्ने। हनुमानजी पुग्नुभयो। अब हनुमानजीको हजुरले एउटा कानमा चाहिँ त्यो गदा बोकेको चाहिँ देख्नुभयो होला, मेष बोकेको, तर उहाँले कतै प्रयोग चाहिँ गर्नु भएको छैन त्यो गदाको कहिले पनि। उहाँको मुक्का नै काफी थियो, तर रावणलाई एक मुक्का लगाइदिनु भयो हनुमानजीले पहिलो भेट। हनुमानजी भन्नुहुन्थ्यो कि मच्छर मार्नका लागि तोप चलाउने कुनै जरुरी छैन, पहिला एक पञ्च हान्छु, यो मुर्कीले भएन भने त्यसपछि सोच्नु। अनि लगाइदिनु भयो एक पञ्च रावणलाई बेसरी। रावण अब आत्तियो, डरायो, किनभने एक मुक्कामै यो त बेहोस भएर भुइँमा लडिसकेको रहेछ है। जस्तो तसो गरेर उठ्यो। अनि हेर्छ त हनुमानजी चिन्तित, हनुमानजी अफसोसमा। किन रहेछ त भनेको, हनुमानजीलाई के अफसोस भएछ भने हो आज त म खासै त्यति बलवान व्यक्ति रहन्छु कि आज मेरो बल केही कारणले गर्दा घट्यो, कम भयो, मेरो एक मुर्गी खाएपछि त एक पञ्च लागेपछि त मर्नुपर्ने हो, त अझै पनि होसमा रहिस्। रावणको हिम्मत नै भएन हनुमानजीलाई फिर्ता प्रहार गर्ने। अब यसरी नै जुन ग्रहहरू छन्, ग्रहहरूमा सबैभन्दा दुष्ट ग्रह चाहिँ शनिचरलाई मानिन्छ, शनिलाई मानिन्छ है। अनि शनिचरको स्याटर्नको जुन 3टा रिङ देखिन्छ, त्यो अब हामीले साइन्टिफिकली भन्नुपर्दा चाहिँ अब ग्यास हो, ग्यासको रिङहरू हो, लेयरहरू भनिन्छ। तर यहाँ रामायण यो पुराण अनुसार चाहिँ त्यो चाहिँ हनुमानजीले चाहिँ शनिलाई आफ्नो पुच्छरले 3 पटक बाँधेर राख्नु भएको छ, यो केही भाग्न नसकोस्। अब कथा के छ भने एक दिन शनिले चाहिँ अब हनुमानजीको बाटो रोकेछ, यो लाइन चाहिँ त्यसले क्रस गर्न पाउँदैनस् कि त मसँग युद्ध गर्नु पऱ्यो। हनुमानजी अब राम प्रार्थनामा जानु भएको रहेछ, मलाई पूजा गरेर आउँदा त्यसपछि म तसँग कुस्ती लडौँला भनेर भन्नुभएछ। त्यसले मानेन, त मसँग नलडिकन यो रेखा क्रस गरेर देखा त चुनौती दिए। हनुमानजीले अब आफ्नो पुच्छर यति लामो बनाउनु भयो नि, त्यसलाई चाहिँ त्यो पुच्छरमा बेरेर ढोपी पछाडि राख्नु भएछ, मर्न चुट्नु भएछ। अनि त्यो शनि जस्तो तस्तो गरेर भाग्यो फुत्किएर। अनि वरिपरिको गाउँमा महिलाहरूलाई हो यति कुटी मलाई हनुमानले यता यता दुखिरह, अहिले मलाई थोरै तेल घस्तिस पर्ने, मैले तेरो सबै सङ्कट मैले लिइदिन्छु, सबै सङ्कटबाट निवारण गरेको तिमीहरूलाई, मलाई तेल मात्रै घस्थ्यौ। त्यो शनिलाई आफ्नो पुच्छरमा बाँधेर गाउँ गाउँ डुलाउनु भयो। अनि गएर आफ्नो पूजाआजा भ्याइसकेपछि हनुमानजीले ल हिँड्न त, अब कहाँ जुन ठाउँमा त्यसले लड्ने भनेको त्यहाँ पुऱ्याउँछु तँलाई, त्यहाँ लडौँ। अनि त्यसपछि पुरा सकाम भन्दाखेरि होइन होइन भयो भयो प्रभु, अति शास्ति भइसक्यो, मलाई मुक्त गरिदिनुहोस् भनेर छोडे पछाडि दौडेको हो। जियोस् यहाँबाट चाहिँ शनिलाई तेलको दान दिनुहोस्। अब त्यो दिदीले शनिलाई तेल दान गर्न खोज्दा, तेल लगाइदिन खोज्दा फेरि हनुमानजी त्यहाँ आइपुग्नु भएछ, फेरि भेटाउनु भएछ। होइन लडौँ, युद्ध लडौँ। अब शनि आत्तिएर केही सिप्न लगाएर होइन प्रभु, अब यो तेलको दान पनि हजुरलाई भयो, यो शनिबारको दिन मेरो लागि तोकिएको छ, मेरो पूजा गर्नको लागि, त्यो मैले हजुरलाई सुम्पिएँ। शनिबारको दिन पनि हजुरकै पूजा हुन्छ, त्यस कारणले गर्दा हनुमानजीको मङ्गलबार र शनिबार पूजा हुन्छ। अनि के वाचार गरे शनिले भने, जहाँ एक्लै तेरो मूर्ति हुन्छ, तेरो त के भन्नु होला हजुरको, जहाँ एक्लै हजुरको मूर्ति हुन्छ हनुमानजी, जहाँ राम नहोस्, त्यो मूर्ति अगाडि कसैले यदि सिन्दुर अथवा तेल चढायो भने शनिबारको दिनमा त्यसको सबै सङ्कट मैले हरिदिने भयो, मैले निवारण गरिदिने भयो। हनुमानजीले पत्याउनु भएन त्यसलाई, त दुष्ट तेरो कुरा कसरी पत्याउने, त्यसलाई म बाँधेर राख्छु भनेर आफ्नो पुच्छरमा बाँधेर राख्नुभयो। त्यही कारणले गर्दा स्याटर्नमा 3टा रिङ देखिन्छ अरे। अब साइन्टिस्टहरूले त भन्छन् त्यो ग्यासको रिङहरू हो है, ग्यासको चक्रहरू हुन्, तर हामीले भन्छौँ, सनातनीहरूले भन्छन् कि होइन, हनुमानजीले त्यसलाई पुच्छरमा समातिरह, अब बाइचान्स केही तलमाथि गऱ्यो भने शनिले, हनुमानजीले पुच्छरले त्यसलाई तानेर तल झारेर सबक पनि सिकाउन सक्नुहुन्छ। अब थोरै रावणको चर्चा गरौँ है। रावण अब ब्राह्मण कुलका विद्वान मान्छे, राम्रो राम्रो कुरा पनि छन् उहाँको बारेमा सुनि, तर सीताको अपहरण गर्न चाहिँ कहाँबाट पुगेर जाने थियो। अब यसमा पनि फरक फरक मतहरू छन्। एउटा कथाअनुसार चाहिँ शूर्पणखाको नाक काट्दिएको कारणले गर्दा बहिनीको प्रेममा सीता अपहरण गरेको शूर्पणखाले छल गरेर रावणको मति बिगारेर सीताको अपहरण भएको। अब अर्को पनि छ, अर्को बाटो के छ भने रावणलाई अब ज्ञात भइसकेको थियो कि यो मनुष्य राम
कोही सामान्य व्यक्ति होइन, नारायणकै अवतार हो है। अब मसँग न भक्ति छ न पाठ छ, मेरो साधनाले चाहिँ म भगवान्सँग पुग्न सक्ने छैन भन्ने आफ्नो लिमिटेसन देखेर रावणले चाहिँ के निश्चय गर्यो भने म अब देवताको भगवान्को हातबाट बरु मृत्युवरण गर्छु। तमोगुणको मेरो शरीर छ, साधनामा गर्न सक्दैन, पूजा आर्चना त्यस्तै कुरा भयो। त्यही कारणले गर्दा म सामु उपाय के मात्र रह्यो भने मैले चाहिँ अब दुश्मनी नै गर्नु पऱ्यो नारायणसँग। अनि नारायणको कृपाले उहाँको हातबाट मृत्यु पाइयो भने मुक्ति पाइयो। अब हाम्रो यो सनातन संस्कृतिमा कुनै छन् र जसले रामको लिनुभयो र गति प्राप्त गर्नु भएन, मुक्ति प्राप्त गर्नु भएन। निर्गुण रूपमा कवि गुरु गोविन्द सिंहले लिनुभयो, गुरु नानकजीले लिनुभयो, सगुण रूपमा चाहिँ तुलसीदासजी आदि इत्यादिहरूले लिनुभयो। सबैजनाले मुक्ति पाउनु भयो, सबैजना तर्नु भयो, सबैलाई ज्ञान प्राप्ति भएको छ। अब निर्गुण रूपमा लिनुहोस् कि सगुण रूपमा लिनुहोस्, राम नाम सत्य हो। रामको नाम लिनै काफी छ, रामको नाम नै काफी छ। त्यही कारणले गर्दा अब रामायणको कुनै पनि खण्ड, 7वटा खण्डमा कुनै पनि खण्डमा 2, 4, 5वटा 7वटा प्रसङ्गहरू पढ्नुहोस्, मनपर्छ पर्दैन भाइ पत्ता लगाउनुहोस्। अनि केही चौपाई भन्छ, केही चौपाईहरू चाहिँ आफूसँगै राख्नुहोस्। पढेको बेलामा, सम्झेको बेलामा फेरि स्मरण गरेर राख्नको लागि सजिलो हुने गरी कतै लेखेर राख्नुहोस्, कतै टिपेर राख्नुहोस्, काम लाग्ला। राम राम दर्शन।